हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै छु। अनि आज हाम्रो पार्सल आइसकेको छ होइन, अनि हामीले चाहिँ अनबक्सिङ गरिरहेका छौँ। दिदी एकदम मजाले प्याक गरेर पठाउनु हुँदो रहेछ, मजाले धेरै जम्मा हाम्रो स्कुलमा। बल्ल बल्ल यति चाहिँ भइसक्यो, अझै पनि खोल्दैछौँ। अनि त्यसपछि बल्ल एउटा चाहिँ खोलिसकेर निकाल्यौँ हामीले। अब तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ के छ भनेर चाहिँ बाहिरैपट्टि हजुरले देखिसक्नुभयो होला। अनि त्यसपछि हाम्रो बेबी चाहिँ एकदमै पानी खेल्ने भएको हामीले घरमै ल्याइदिएको। कति बाथरुम गएको गर्छ नि त, अनि त्यही भएर आज हामीले चाहिँ घरमै ल्याइदिउँ, यसमै खेल्छ भनेर। अनि त्यसपछि तर धेरै प्याक चाहिँ गरेर ल्याउनु हुँदो रहेछ क्या, कति धेरै टेपहरू टालिदिनु भएको रहेछ। खोल्दा खोल्दै होइन, बल्ल 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 आधी खोलिसक्यौँ। अनि तपाईँहरूको बेबी चाहिँ कतिको पानी खेल्नुहुन्छ कमेन्ट गर्नुहोस् ल। हाम्रो चाहिँ एकदमै धेरै खेल्छ पानी होइन। अनि पानी भन्नु खालि पानी भन्यो। अनि आज हामीले चाहिँ घरमै पानी खेलोस् भनेर ल्याइदिएको। अनि हामीलाई एकछिन टाइम लाग्यो खोलेर मिलाउनको लागि। अनि त्यसपछि बेबी चाहिँ सुतिरहेको छ, त्यही भएर हामी छिटो छिटो गर्दैछौँ, उठ्ने टाइम भयो नि त। पहाडको ढुङ्गा माटो यी सब हुन् माया बसेको। यो पहाडको ढुङ्गा माटो यी सब हुन् माया बसेको। यस्तो भइसक्यो हाम्रो। फाइनल्ली हाम्रो यस्तो भइसकेको छ साथीहरू। भयो नानीको भयो। अब यहाँ छुकुन 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 तारेर हाम्रो सानो भाइले खेल्छ, किनभने पानी चाहिँ धेरै खेल्न मन गर्छ त्यसले। अनि हामीले घरमै ल्याइदिएको छौँ।